ग्रीन कर्नर भन्ने इलेक्ट्रिक स्कुटर रिक्सा सम्बन्धीको युट्युब च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ है। मेरो नाम कमलेश कनाल। आज म वशिष्ठ अटो प्राइभेट लिमिटेड काउसुती शाखामा छु र यहाँ चाहिँ यस्तो मजाको चाहिँ हेर्नुहोस् त, यो पाइडल पनि मजाले मार्न मिल्ने खालको होइन। अनि चाहिँ तपाईँको फुट असिस्ट भएको यो पाइडल मार्दै गर्दाखेरि चाहिँ आफै अगाडि बढ्ने खालको। अनि चाहिँ तपाईँको डबल ब्याट्री भएको इलेक्ट्रिक साइकल मोडल चाहिँ आइसकेको छ है। अब कम्पनीले क्लेम गरे अनुसार 80 देखि 90 किलोमिटर मजाले जान सक्ने, हर्न पनि भएको, साइड लाइट पनि भएको होइन। तपाईँको झ्याप मजाले चाहिँ ब्रेक पनि आनन्दले लाग्ने मिल्ने खालको है। अनि चाहिँ तपाईँको मजाको ठुल्ठुलो टायरहरू, स्पोक व्हिलमा अगाडि सामानहरू पनि राख्न मिल्ने खालको मोडल चाहिँ यहाँ आइसकेको रहेछ। यसको बारेमा जान्न मन लाग्यो, बुझ्न मन लाग्यो, त्यही भएर चाहिँ हामी यस भिडियो मार्फत चाहिँ यो प्रोडक्टको रिभ्यूको बारेमा चाहिँ तपाईँलाई जानकारी पनि दिन्छौँ र प्रोडक्ट के कस्तो छ त है, कहाँ पाउनुहुन्छ, कतिमा पाउनुहुन्छ, यी सबै कुराहरू चाहिँ मेन्सन गरेर यो भिडियो बनाउन गइरहेको छु। अन्तिमसम्म हेर्नु होला है त। ल, सुरुमा एकदम मैले सुरुवात गर्दाखेरि चाहिँ यो 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 मोडलको चाहिँ मलाई सुरुमा यो स्पोक व्हिलको टायर साइजको चाहिँ एकदमै मन परेको छ है। यसमा चाहिँ 16 इन्चीको ठुलो टायर लागेको छ, जसले चलाउँदा चाहिँ एकदम आनन्दको फिल चाहिँ दिने चाहिँ महसुस गर्न सकिन्छ। अगाडि चाहिँ बास्केटहरू, नर्मल रूपमा चाहिँ बास्केटहरू पाउन सक्नुहुन्छ। यसमा चाहिँ अब खत्रङ खुत्रङ सामानहरू यदि स्टुडेन्टहरूले चलाउने हो भने चाहिँ ब्यागहरू राख्न मिल्यो होइन। 1-2 किलो फलफुल सब्जी तरकारीहरू पनि राख्न मिल्छ है। अनि त्योभन्दा बाहेक यसको अब यो थ्रटल भइहाल्यो। यसमा चाहिँ विभिन्न फङ्सनहरू दिएको छ, जस्तो यसमा चाहिँ 1 2 3 मोड पनि दिएको छ होइन। यो यस अनुसार चाहिँ तपाईँले स्पिडलाई घटाउने अथवा बढाउने गर्न सक्नुहुन्छ। यतापट्टि तपाईँको हर्न दिएको छ, साइड लाइटको स्विचहरू दिएको छ। र यसमा चाहिँ अलिकति फरक, ग्रिन सिटीमा चाहिँ अरूभन्दा के फरक छ भन्नुहुन्छ भने ग्रिन सिटीको साइकलमा चाहिँ यो चाहिँ तपाईँको ब्लुटुथ अडियो पनि आउँछ है त यसमा मजाले। म अहिले तपाईँलाई लास्टमा सुनाएर देखाएर चलाएर पनि देखाइदिन्छु। यो चाहिँ मजाले तपाईँले ब्लुटुथमा कनेक्ट गरेर भजन कीर्तन सुन्ने, अब गाना साना सुन्ने पनि मजाले गर्न सक्नुहुन्छ। समाचारहरू सुन्न सक्नुहुन्छ। चुनावको माहौल आउँदैछ होइन। त्योभन्दा बाहेक अब यसलाई कन्ट्रोल गर्न चाहिँ तपाईँले मजाले हात यहाँ चाहिँ प्लस माइनसको सबै तपाईँको भोल्युम अप भोल्युम डाउन गर्ने स्विचहरू पनि दिएको छ है त। यो अगाडिको भइहाल्यो। डिस्प्लेमा चाहिँ तपाईँले ब्याट्री कति छ र कति स्पिडमा मेरो साधन गुडिरहेको छ भन्ने कुरा चाहिँ थाहा पाउन सक्नुहुन्छ। त्योभन्दा बाहेक चाहिँ तपाईँको यसमा चाहिँ हेडलाइट पनि छ। हेडलाइट चाहिँ जोस् तपाईँको काम चलाउँछ है मजाले। अँध्यारोमा काहीँ कतै जाँदै हुनुहुन्छ भने मजाले चाहिँ यो हेडलाइटले तपाईँलाई काम गर्न सक्छ है त। त्योभन्दा बाहेक चाहिँ तपाईँले यो चाबीमा चाहिँ तपाईँको यस्तो यो रिमोट सिस्टमको किलेसवाला पनि पाउनुहुन्छ। यसमा चाहिँ तपाईँको अन अफ गर्न मिल्ने, अनि तपाईँको लक गर्न मिल्ने, अनलक गर्न मिल्ने, यी सबै खालका फङ्सनहरू चाहिँ यो कम्पनीले दिएको चाहिँ हामीले यस साइकलमा चाहिँ पाउन सक्छौँ है त। अब यो साइकलमा चाहिँ मेन इम्पोर्टेन्ट कुरा भन्नुहुन्छ भने तपाईँको चाहिँ यो ब्याट्री, मोटर र कन्ट्रोलर हुन्छ होइन। यसमा चाहिँ दुईटा ब्याट्री छ। यसमा एउटा 13 एम्पियरको ब्याट्री छ, अर्को चाहिँ 15 एम्पियरको ब्याट्री छ, जसलाई कम्बाइन गरेर चाहिँ तपाईँको 28 एम्पियरको ब्याट्री हुन जान्छ, जुन चाहिँ सरदरमा 80 देखि 90 किलोमिटर मजाले यो साइकल चाहिँ मजाले चल्न सक्छ। अब यो चाहिँ तपाईँको मान्छे बस्नको लागि यो सिटिङ भइहाल्यो। एकदम सजिलो खालको सिट छ। मैले 2-3 किलोमिटर चलाएर हेर्दै गर्दाखेरि एकदम सजिलो लाग्यो यो सिटिङ पोजिसन चाहिँ। र साथसाथै चाहिँ हाम्रो एकदम धेरै कस्टमरहरूको डिमान्ड गरे अनुसार चाहिँ हामीले यो पछाडि चाहिँ तपाईँको नर्मल सिटको साटो यस्तो खालको अलिकति मोडिफाई गरेर यस्तो खालको चाहिँ तपाईँको सामान पनि राख्नु मिल्ने। यसमा चाहिँ तपाईँले 70-80 किलोको चामलका बोराहरू होइन, अथवा चाहिँ अब मान्छे नै बस्नु परेको अवस्थामा यसलाई चाहिँ फोल्ड गराएर चाहिँ मान्छे नै यहाँ माथि बसेर पनि मजाले चलाएर लिएर जान सक्नुहुन्छ है त। यो चाहिँ हामीसँग अहिले तपाईँको रातो नीलो होइन, तपाईँको कालो कलरमा चाहिँ एभाइलेबल छ अहिलेको स्टकमा चाहिँ। तर चाँडै गर्नु होला है, तल दिएको फोनमा सम्पर्क गर्नु होला। त्यो गर्नुभयो भने चाहिँ तपाईँको स्टक नसकिँदाखेरि नै तपाईँले चाहिँ अर्डर चाहिँ गर्न सक्नुहुन्छ। त्योभन्दा बाहेक अब पाइडल पनि हान्न मिल्छ होइन, मजाले चाहिँ तपाईँको त्यही अनुसारको बनाइदिएको छ। मोटर पावर पनि एकदम हाई छ यसको, ब्याट्री पनि राम्रो छ, कन्ट्रोलर पनि राम्रो छ। त्यस अवस्थामा यदि बुवा आमाहरूको लागि हो होइन, अथवा भाइ बहिनीहरूको लागि हो भने चाहिँ यो साइकल मोडल चाहिँ एकदम एउटा सुइटेबल चाहिँ अप्सन चाहिँ हुनसक्छ है। त्यही अनुसारै यदि तपाईँलाई रिक्वायर्ड छ भने तल दिएको फोनमा सम्पर्क गरेर अथवा हामीलाई चाहिँ यही युट्युब च्यानल मार्फत चाहिँ सम्पर्क गरेर आउनु होला। मैले माथि फोन पनि राखिदिएको छु। टिकटक एकाउन्ट पनि छ यही वशिष्ठ अटो इलेक्ट्रिक स्कुटर सोरुम भनेर, त्यसमा गएर पनि भिजिट गर्नु होला। पारस बस पार्क, हामी चाहिँ भरतपुर 9 पारस बस पार्कमा बिवाइडी सोरुमसँगै छौँ भने
कावासुतीमा चाहिँ सभापति चोक वाणिज्य ब्याङ्क सँगै छौँ। यहाँ आएर एकचोटि सेवा गर्ने मौका दिनु होला है त। हस्।